तपाईले यो दृश्यमा देखेको यो कुकुर हो भोटे कुकुर दर्शकबिन। यो यस्तो मेहनती कुकुर हो जसले लाखौंको सम्पत्ति रेखदेख गर्छ र यो कुकुर एकदमै मेहनती छ। मेहनती कुकुरको चर्चा गरौँ है आज थोरै। हजुर यसको नाम चाहिँ के भन्नुभयो रे? यसको नाम बिल्लु हो। बिल्लु? हजुर यसको आमाको नाम लिली। लिली? हजुर लिलीको छोरो बिल्लु? हजुर बिल्लु एकदमै मेहनती रहेछ। हजुर एकदम टाठो, एकदम राम्रो पनि छ र टाठो पनि। हजुर हजुर एकदम यसले चाहिँ लाखौं सम्पत्ति जोगाइदिएको छ। हजुर एकदम यही घरतिर बस्ने ओर्ने अनि घर छोडेर जाँदैन कहीँ पनि। देख्नु भएको छ तपाईँ आउँदाखेरि पनि यही थियो, यही घुम्ने ओर्ने नजिकै। तपाईँ चाहिँ खेतबारीमा काम गर्न जानु भएको रहेछ, यसले चाहिँ मजाले रेखदेख गर्ने रहेछ हैन? हजुर मान्छे त अब यसको पर्मिसन नलिकन त आउन सकिँदो रहेछ यहाँ। हजुर एकदम यो त अझै सानो छ, यसको आमाको पर्मिसन लिनुपर्छ। यो त अझै पर्मिसन है, आमाको आड लाएर यो पनि भोग्दै आउने गर्छ। भनेपछि यसले तपाईँहरू बारीमा गए पनि यहाँ साँचो नलाइकन गए पनि भयो है? मजाले कुखुरा छोडिदिएर गए पनि हुँदो रहेछ। हजुर हाम्रो यहाँ खुल्ला हुन्छन् कुखुराहरू, पाठाहरू खुल्ला हुन्छन्। पाठाहरू माथि गयो भने यसको आमाले लखड्दै लिएर आउँछ, यहीँ छोडिदिन्छ, यिनको आमाहरूसँग लिएर छोडिदिन्छ। कुखुरा पनि तलतिर झऱ्यो भने पनि लखड्दै ल्याएर माथेर छोड्छ। आफू यताउता गर्ने, यता नजिखेर घुम्ने ओर्ने गर्छ आफ्नो बारीमा। कुनै सोखका लागि पालिएको भन्दा पनि यो कामका लागि रेखदेखका लागि पालिएको कुकुर हैन? हजुर एकदम रेखदेखको लागि हो होइन। हाम्रो जङ्गलको बिचमा घर छ। हजुर बिल्लु यसको आमा लिली 1 वर्ष 2 महिनाको भयो। उसले उसको छोरी हो यो। यो चाहिँ एउटा सेरे कुकुर भनौँ होइन। यसको बाउको नाम सेरे हो। उहाँ वीरेन्द्र दाइकामा थियो र हाम्रो लिलीको बच्चा दुईवटा सँगको बच्चा हो यो। यो एकदम टाठो छ, फुर्तिलो छ, आफ्नो घर वरपर मात्र घुम्छ, अझै कहीँ पनि जाँदैन। कहीँ जाँदैन है? जाँदैन आमा काम गर्छ। हजुर बाघसित लड्ने कुकुर पनि यिनै होला नि सम्भवतः? यिनै हुन् भन्छन्। भएसम्म हाम्रामा त्यो बाघसित लड्ने त छैन। यसको आमा पनि सानो छ। सोध्यो हाम्रा यिनी भोटे कुकुर त बाघसँग लड्छन् भन्दै हुनुहुन्थ्यो। हजुर एकदम हो। यसको भुत्लाहरू पनि ठुला हुने, कानहरू एकदम हो, पन्जाहरू पनि हेर्नु यति ठुलो पन्जा हुन्छ होइन। पन्जाहरू पनि ठुला, एकदम वफादार के। हेर्नु यसो गराउँदा नि केही गर्दैन के, बच्चा भनेर भएन। अघि पछि भोक निहुर्ने गर्छ, त्यति गर्छ। हामीहरूसँग एकदम शान्त। कहाँदेखि ल्याउनु भयो? यसको आमा बागलुङबाट ल्याएको हो। बागलुङबाटै ल्याएको है? हजुर उहाँ बागलुङबाट ल्याएको। यो चाहिँ यसको बाउ फेरि तपाईँको रुकुमको हो। यिन दुईवटा चाहिँ यसको बच्चा यहाँको। आमा बागलुङ? हजुर है। हजुर छोरी चाहिँ गुल्मी ल्याउनु भयो? छोरी गुल्मेली भयो, एकदम विशेष गुल्मेली नै भयो। भनेपछि यसलाई किन्नु पर्यो भने कति पर्छ यसलाई चाहिँ? हामीलाई चाहिँ यस बागलुङतिरको रेट सुन्दाखेरि अब 5-7 लिएर 25सम्म 30 भन्नु रहेछ। यो हामीले बेच्नको लागि होइन, हामीले सोखको लागि राखेको हो। अब यसो लिलीका बच्चा 4वटा थिए, 4वटामा 3टा साथी दाजुभाइहरूलाई दियो। यो यहाँ छ। अब आउने वर्षका चाहिँ बेच्नु पर्ला। बेच्ने होइन? हजुर यो चाहिँ काम गर्नका लागि राखिएको छ, रेखदेखका लागि, चौकीदारका लागि। हजुर हजुर एकदम रेखदेखको लागि राखेको छ। अब एउटा छाउरा आउँदैछ बागलुङबाटै। हजुर यो 3टा बनाएर बल्ल पाल्ने हो। भनेपछि कुकुरका फाइदा चाहिँ के रहेछन्? विशेषता भनेको कुकुरको घरको रेखदेख, एकदम रेखदेख गर्ने र हामी नभएको बेलामा पनि आफ्नो सम्पत्ति सम्झिँदो रहेछ कि। बरु मान्छेले सम्झिने सम्पत्ति हो भनेर, तर कुकुरले यो मेरो हो भन्दो रहेछ कि। यो विशेषता भनेको। हजुर यसको विशेषता भनेको यही नै हो कि। यसलाई थाहा छ सबै आफ्नो सम्पत्ति कति छ, आफ्नो ठाउँ कति छ, जग्गा एकदम। अब यसको आमाले पुरा हाम्रो यो भएको नजिक लिएर फेर राउन्ड लगाएर आउँछ कि। आफ्नो बारीभरि सुङसुङाउँदै आउँछ। यो पनि अब कस्तो हुने है, अहिलेसम्म त सानो छ, आज त जे भने मान्छ। ठुलो भएपछि कस्तो हुने हेरौँ। आमासँग हिँड्दो रहेछ, यो पनि भुक्दै मजाले सान दिँदै हिँड्दो रहेछ होइन। आमाको सामान एकदम सान दिन्छ यसले। आमा नभए पनि भुक्छ। अस्ति आमा पारी केले तर्साचेर पारी बस्यो भाइकामा। यहाँ यसले रातभरि भुक्ने गर्ने, आफै भित्र बस्यो अनि रातभरि भुक्यो। त्यस्तो आमा नभए पनि सुरक्षा गर्नुपर्छ, म भुक्नुपर्छ होइन, मेरै हो भन्दो रहेछ बच्चाले पनि। खाना पनि यसलाई टन्न खुवाउनु पर्छ होला है, मासुहरू? अनि मासु खाइरहेका हुन्छन्, दिनको आधा किलो मासु आमा छोराले खान्छन्। नभए अन्डाहरू लिएर खुवाइन्छ, घरका लोकल कुखुराका अन्डाहरू पनि दिन्छन्। अनि दुध अब डेली हाम्रो आफ्नै दुध हुन्छ। तगडा छ दुध चाहिँ 1.5 लिटर आमा छोराले। दुध पनि खान्छ? दुध त खान्छन्। यिनको बिहान चाहिँ 5 बजे उठ्दा बित्तिकै मैले गाई मसी दुन्छु। यिनीहरूलाई आश लाग्दो रहेछ, दिनी बानी लागेदेखि हेर्छन् मुखमा, अनि दिइसकेपछि खुसी भएर खान्छन्। अनि त्यसपछि हिँडे आफ्नो बाटो, केही मतलबै हुन्न। दुध खाने कुकुर? हजुर दुध खान्छन्, मजाले दुध खान्छन्।
बिहानै उठ्यो चर्प दुध खुवाओ। हजुर दुध खुवाइदिन्छु। यदि कहिले कसो दुध पनि अब पठाउँदाखेरि पुगेन भने बिस्कुटहरू लिएर नि नास्ताकै भाग्यमानी पनि रहेछ नि। सुरुमा नास्ता चाहिँ यिनीहरूको बिस्कुटबाट दुधबाट हुन्छ। बिस्कुट र दुध मजाले खाने कुकुर। बरु मैले नास्ता खाँदैन यिनीहरूलाई नास्ता खुवाउँछु कि बिहानमा। है? हजुर त्यति माया हुन्छ तपाईँलाई? एकदम 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 माया हो। यो त मेरो लागि सबभन्दा ठुलो यिनी मेरो गौरव हुन् कि। हजुर एकदम। भनेपछि यसको आमा यो चाहिँ पाठी कि पाठी? यो पाठी हो, छाउरी हो। छाउरी भन्छ नि? छाउरी हो। छाउरा दिएर भ्याएँ छाउरी राखेको छु कि मैले। हजुर अरूले भन्छ छाउरी के राखेको गन्दा हुन्छ भन्नुहुन्छ। खै हाम्रो कुकुर चाहिँ यो उसमा नुहाइदिन पनि पर्छ कि क्या? नुहाइदिन्छौँ। अहिले त 2-3 दिन भयो जाडो गरे। जाडामा नुहाइदिँदाखेरि यिनीलाई पनि निमोनिया हुने सम्भावना बढी हुन्छ। कुकुर भनेर भएन नि त, यो पनि हामी जस्तै हो। भनेपछि मजाले रेखदेख गरेको छ। हजुर आनन्दै शान्त छ, बसी छ। टोक्छ है? केही मतलब छैन। 5-10 मिनट 20 मिनटमा बसे पनि मसँग बस्ने हो, केही मतलब गर्दैन। मालिकहरूलाई फेरि ठ्याक्क चिन्दा रहेछन् कुकुरहरूले, अरूले झम्टिन गए पनि है? हजुर होइन एकदम हामी परबाट आउँदा यिनीहरू गन्धबाट थाहा पाउँछन् कि यो के हो कसो भन्ने कुरो गन्धबाट नि थाहा पाउँदो रहेछन्। यो गन्धबाट नि थाहा पाउँछन्। यसको आमाले मान्छे माथि आयो भने लाकुरीको बोट आउँदाखेरि भोग्ने, पर छेउमा आउँदाखेरि जताबाट मान्छे आयो त्यति फर्केर भोग्छ कि यसको आमा। हजुर र दर्शक मैले सोच्नुभयो होला कुकुरको भिडियो किन बनाएको होला भनेर होइन। यो चाहिँ अलि फरक खालको कुकुर जसले एकदमै काम गर्दो रहेछ, रेखदेख गर्दो रहेछ भनेपछि एउटा कुकुरको पनि यति